नमस्ते सबैजनालाई। आइपिओ यात्रीको आजको एपिसोडमा हामी आज दिनभरि नेप्से मार्केट इन्डेक्स कस्तो रह्यो, बाइङ र सेलिङहरूको दिनभरिमा कस्तो दबदबा रह्यो, साथै कति स्टकहरू चाहिँ आज पोजिटिभ डाइरेक्सनमा क्लोजिङ भए र साथै कति स्टकहरू चाहिँ आज नेगेटिभ डाइरेक्सनमा क्लोज हुन सफल भए। साथसाथै आज मार्केटमा ओभरअल भोल्युम कस्तो थियो र हिजो दिनभरिको जुन नेप्सेले एउटा हाई क्रिएट गरेको थियो, त्यो हाई थियो 2600को हाइट थियो, त्यसलाई चाहिँ ब्रेक गर्न मार्केटले सक्यो कि सकेन, यी सम्पूर्ण कुराहरूको जानकारी चाहिँ आजको यो मार्केट इन्डेक्स समरीमा हामी डिस्कस गर्नेछौँ। सो आज दिनभरि नै मार्केट आज एक्टिभ नै रह्यो। आज बायरहरू आज पनि हाबी नै देखिए। हिजो थोरै मार्केटमा करेक्सन थियो, त्योभन्दा अघिल्लो दिन नियरली 64 पोइन्टको र्याली देखिएको थियो। हिजो थोरै करेक्सन 5 पोइन्टको डाउन भयो र आज पुनः फेरि एक्टिभ भएका छन् बायरहरू चाहिँ एक्टिभ देखिए आज मार्केटमा चाहिँ। सो आज नेप्से इन्डेक्सको कुरा गर्ने हो भने चाहिँ 34.22 पोइन्टले नेप्से इन्डेक्स बढेर आज 2600को क्लोजिङ दिएको छ। तपाईँले नोटिस गर्नुभयो कि भएन, हिजोको मार्केट इन्डेक्स समरीमा यो हिजोको टप हाई थियो। हिजोको हाईलाई चाहिँ यसले ब्रेक गर्न सकेन, अझै पनि त्यहाँ रेजिस्टेन्स क्रिएट भएको छ। बायरहरूले 2600 पोइन्टमा त लिएर गएको छन्, तर 2600 पोइन्ट पुग्ने बित्तिकै त्यहाँ सेलिङ आइरहेको छ। भन्नुको मतलब त्यहाँ चाहिँ एउटा रेजिस्टेन्स क्रिएट भएको छ। सो ओभरअलमा मार्केट आज चाहिँ 1.33%ले बढेर 2600मा क्लोजिङ दिएको छ र मार्केटमा ट्रेड भएको स्टक मध्येमा 216वटा स्टक चाहिँ आज पोजिटिभ डाइरेक्सनमा मुभ भएको देखियो भने 28वटा स्टकले चाहिँ खासै राम्रो पर्फर्मेन्स दिएनन्, जुन चाहिँ हिजोको सेयर प्राइस भन्दा मुनि भएर चाहिँ आज क्लोज भएको देखियो भने। साथै 5वटा स्टक चाहिँ अनचेन्ज रह्यो, यसमा चाहिँ बाइङ पनि आएन, सेलिङ पनि देखिएन। सो 5वटा स्टक चाहिँ अनचेन्ज आज चाहिँ देखियो। टर्नओभरको हिसाबले हेर्ने हो भने 7.513 अब टर्नओभर देखियो। यो चाहिँ क्रमिक रूपमा बढेको छ। लास्टको 3-4 दिनको रेसियो हेर्ने हो भने 4 अर्बको थियो, त्यसपछि हिजो 5 अर्ब थियो। आज चाहिँ 7.51 अर्बको भोल्युम देखियो। टोटल ट्रान्जेक्सन 53,112वटा चाहिँ ट्रान्जेक्सन भेटियो र 319वटा चाहिँ स्क्रिप्टहरू आज चाहिँ ट्रेड भएको देखियो। सो ओभरअलमा आज दिनभर मार्केट एक्टिभ नै थियो, बायरहरू हाबी थिए आज दिनभर। सो यसरी हेर्ने हो भने आज कुन स्टकले चाहिँ धेरै गेन गरे त्यसको बारेमा पनि छोटो जानकारी लिगौँ। सबैभन्दा धेरै गेन गर्न आज सफल भएको लघुवित्त रहेको छ गुराँस लघुवित्त संस्था लिमिटेड, जसले चाहिँ 10%को मुभ भएको देखियो। 210 पोइन्टले अप भएर चाहिँ स्टक आज 2310मा क्लोज भएको पाइयो। त्यस्तै गरी तपाईँको युएसएलभी उन्नति लघुवित्त संस्था लिमिटेडले पनि राम्रो मुभ देखायो आज 10%को। त्यसपछि एसएमएचएल, यो चाहिँ धेरै दिनको गिरावटपछि आज आज चाहिँ फाइनल्ली एप्रोक्स 10%को मुभमेन्ट देखिएको छ एसएमएचएलमा। यो चाहिँ 897को करिबमा स्टक आज ट्रेड भएको पाइयो। त्यस्तै गरी जिएम एफपिएस रहेको छ, यो पनि लघुवित्त संस्था नै रहेको छ। अर्को रहेको छ पिएचसिएल, यो चाहिँ पिपुल्स हाइड्रो कम्पनी लिमिटेड रहेको छ। सो आज ओभरअलमा मार्केट पोजिटिभ थियो, त्यही भएर चाहिँ प्रायः जसो तपाईँको लघुवित्त स्टकहरूले चाहिँ राम्रो पर्फर्मेन्स राम्रो मुभ दिएको पाइयो। 216वटा स्टकहरू पोजिटिभ डाइरेक्सनमा छन्, भन्नुको मतलब ओभरअलमा म्याक्सिमम स्टकहरू आज पोजिटिभ डाइरेक्सनमै देखियो। थोरै जानकारी हामी आज लुजरहरूको बारेमा पनि हेरौँ। टप लुजरमा चाहिँ कुन कुन स्टक रहे आज दिनभरिमा। सो फर्स्टमा रहेको छ एनआइबिएल एसटिएफ गरेर, यो चाहिँ स्टेबल फन्ड चाहिँ रहेको छ। यसमा चाहिँ 5.7%को गिरावट देखियो। त्यस्तै गरी एसएजिएफ तपाईँको सानिमा ग्रोथ फन्ड, यसमा पनि 5.5%को डाउनफल देखियो। नेक्स्ट वान रहेको छ एएलबिएसएल आशा लघुवित्त संस्था लिमिटेड, यसले चाहिँ हिजो र्याली देखाएको थियो। आज यसमा चाहिँ सेलिङ प्रेसर देखियो। हिजो चाहिँ एक्टिभ बायरहरू थिए, स्टकलाई चाहिँ नियरली 6%को मुभमेन्ट देखाएको थियो एएलबिएसएलले भने। आज चाहिँ त्यही जुन हिजोको गेन थियो, आज यो चाहिँ लस भएको छ। यो आज 5%को डाउन भएको छ, 51 पोइन्टले डाउन भएर 1014मा रहेको छ। सो युएलबिएसएल उपकार लघुवित्त संस्था, यसमा पनि थोरै सेलिङ आइरहेको छ। सेलरहरू हाबी छन्, यो 2-3 दिनदेखि यो सेलरहरू हाबी नै छन् यसमा। नेक्स्ट वान रहेको छ एचपिपिएल गरेर हिमालयन पावर पार्टनर लिमिटेड, यसमा पनि थोरै बिक्वाली देखियो। आज 3.5%को बिक्वाली पाइयो।
सो ओभरअलमा आज स्टकहरू गेनर र लुजरको दृष्टिकोण आज यस्तो पाइयो, यस्तो देखियो। सो थोरै चार्ट हेरौँ आज मार्केट प्रि ओपन सेसनदेखि कस्तो रह्यो। सुरुमा मार्केट ओपन भएको थियो 10:45 को प्रि ओपन सेसनदेखि लिएर तपाईँको 11 बजेको टाइम हेर्नुहुन्छ भने थोरै यहाँ बिक्वाली देखियो। मार्केट प्रि ओपन सेसनमा चाहिँ मार्केट हिजोभन्दा थोरै डाउन भयो। जब मार्केट चाहिँ नर्मल ट्रेडिङ आवर स्टार्ट भयो त्यसपछि चाहिँ यसमा क्रमिक रूपमा थोरै थोरै गरेर बायरहरू आएको देखिन्छ। 11 बजेपछिको थोरै टाइम हेर्नुहुन्छ भने तपाईँ 11:46मा चाहिँ 2568 को पोइन्टमा गयो। त्यसपछि पनि थोरै स्लो छ मार्केट, त्यति बायरहरूले इन्ट्रेस्ट देखाएका थिएन। तर एकैचोटि हेर्ने हो भने तपाईँको नियरली 12:39 को टाइममा हेर्नुहुन्छ भने एक्टिभ बायरहरू देखियो, बायरहरू हाभी भएको देखियो। जतिखेर चाहिँ निफ्टी इन्डेक्स चाहिँ 2584 आज दिनको हाईमा ट्रेड भएको थियो। त्यसपछि पनि फेरि बायरहरू नै हाभी देखिए। त्यसपछि पनि 12:30 बजेदेखि लिएर 1 बजे अथवा 1 बजेदेखि लिएर तपाईँको 2 बजेको रेन्जमा चाहिँ आज दिनको चाहिँ हाई ब्रेकडाउन गर्यो। 2600 भन्दा माथि चाहिँ स्टकको मुभ देखियो। निफ्टी इन्डेक्सले चाहिँ हिजोको हाई थियो 2600, त्यो 2600लाई पनि यसले तोडेको पाइयो आज। 150 तिर चाहिँ तोड्यो, बट त्यो हिजोको हाईलाई चाहिँ यसले चाहिँ मेन्टेन गर्न चाहिँ सकेन। फेरि चाहिँ निफ्टी चाहिँ फेरि क्रमिक रूपमा चाहिँ डाउन देखियो। त्यसपछि चाहिँ सेलरहरू हाभी भए। त्यो चाहिँ एउटा 2600 को एउटा रेसिस्टेन्ट क्रिएट भएको छ, त्यो चाहिँ होल्ड गर्न सकेन, निफ्टीले होल्ड गर्न सकेन। त्यो 2600 को अराउन्डमा आएर सेलिङ प्रेसर धेरै देखियो। सो त्यसपछि ओभरअलमा मार्केट त्यही 2600 कै रेन्जमा रह्यो र मार्केट 3 बजे क्लोज हुने क्रममा चाहिँ 1.33% को गेन भएर चाहिँ मार्केट 2600मा चाहिँ आज निफ्टीले इन्डेक्सको क्लोजिङ देखियो। सो हिजोको 2600 को रेसिस्टेन्स आज पनि यसले चाहिँ होल्ड अन गरेको छ, यसलाई तोड्न सकेको छैन। सो अब निफ्टी अब फ्युचरमा चाहिँ यो 2600 को बिन्दुलाई क्रस गरेपछि थोरै मुभ, अझै राम्रो मुभ देखिन्छ डेफिनेटली। सो आजको यो निफ्टी इन्डेक्स समरीको एपिसोडमा हामी आज यति नै कुरा गर्यौँ। नेक्स्ट एपिसोडमा हामी फेरि भेट हुनेछौँ। सो तपाईँलाई भिडियो चाहिँ कस्तो लाग्यो? भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला।